म फेरि चुप बस्दिन। त्यही हप्ता उनले नजिकैको सिलाई तालिम केन्द्रको सूचना देखिन्। महिलाका लागि निशुल्क तालिम। अक्षर मिलाएर पढिन्। मनमा चिसो हावा चल्यो। उनले सरिताको आमासँग अनुमति मागिन्। सुरुमा हिचकिचाहट थियो, तर काम बिग्रन्दैन भन्ने थाहा पाएपछि अनुमति पाइन्। सिलाई केन्द्र उनको दोस्रो जन्म जस्तै बन्यो। सुई धागो समात्दा हातमा काँप, तर आँखा चम्किला। प्रशिक्षकले पहिलो दिन भनेकी थिइन्, यहाँ आएको हरेक महिला आफ्नै कथा बोकेर आउँछ, तर यहाँबाट जाँदा आफ्नो नाम बनाएर जान्छ। नाम, त्यो शब्दले उनलाई गहिरो छोयो। तालिमसँगै उनले बोल्न पनि सिकिन्, आफ्नो कुरा राख्न, प्रश्न सोध्न। पहिले चुप बस्ने जिब्रो अब शब्द खोज्न थालेको थियो। अन्य महिलाहरूको कथाले उनलाई बल दियो। कसैको कथा उनकै जस्तै थियो, कसैको अझ कठिन। उनी एक्लै थिइनन्। पहिलो पटक उनले आफ्नै हातले सिउरेको कुर्ता लगाइन्। ऐनामा हेर्दा पुरानो गाउँकी छोरी देखिन्थिनन्, नयाँ आत्मा देखिन्थ्यो। उनले त्यो कुर्ता बजारमा बेचिन्। धेरै पैसा आएन, तर त्यो पैसाको तौल भारी थियो, आफ्नो सिपको तौल। समय बित्दै गयो, तालिम सकियो, काम बढ्यो। उनले सानो कोठा भाडामा लिइन्। त्यो कोठा सानो थियो, तर स्वतन्त्र। राति झ्यालबाट बत्ती हेर्दै उनले काली आमाको कुरा सम्झिन्थिन्।